हेलो हेलो साथीहरू सबैजनालाई नमस्कार अनि सबैजना आरामै हुनुहुन्छ अनि खाजा त पक्कै पनि खानुभयो होला है। म चाहिँ कि छाता साता लिएर रेडी भएर बसेछु यता पछाडि बाबुको गाडी उहाँबाट आएपछि देखिन्छु है। पछाडिबाट उहाँबाट आएपछि देखिन्छ अनि म चाहिँ दिन तर्छु किनभने यो पानी पनि कस्तो बेलामा पर्छ भन्दाखेरि बिहान बच्चाहरू स्कुल जाने बेलामा अनि कि त बेलुका बच्चाहरू स्कुलबाट फर्किने बेलामा पानी दिनभरि परेन। यसलाई हेर्नुहोस् न अहिले परिरहेछ मजाले नै परिरहेछ यतातिर। यो बच्चाहरूलाई स्कुलबाट आउँदा रुजाउने किताब रुजाउने हाम्रा पो गाडीमा आउँछ त कति बच्चा त हिँड्दै आउँछन् बिचरा है। किताब कपी रुच्छ मान्छे रुच्छन् कस्तो बेलामा आउँछ हो यो पानी पनि। म चाहिँ यहाँ बाबुको गाडी उहाँबाट आएको देखेपछि अगाडि दक्पर्दै जाने हो साथीहरू। हाम्रो बाबुको बस चाहिँ आइपुग्यो लगभग 5:30 गाडी आइपुग्यो। हाम्रो बाबु कस्तो फेस गर्दै आउँदैछ किन आज यस्तो ढिलो भयो त? हेलो के छ खबर? कस्तो भयो त आज स्कुल? रमाइलो भयो? यता हेर किन आज बस ढिलो आयो त बाबु? स्कुलमै हो र? म त कुर्दा हैरानै भएँ कतिखेर आउँछु भन्दै। त्यसमा स्कुल रमाइलो भयो। आफूभन्दा ठुलो ब्याग छ अहिले दकुर्दा लडेला है। ल है साथीहरू हाम्रो बाबु चाहिँ 5:30 बजे घर आउनु भएको त्यसरी ल। हाम्रो बाबु त्यस्तो बुझ्दै हुनुहुन्छ नि साथीहरू। स्कुलबाट आएपछि जुत्ताहरू कहाँ राख्ने भनेर ठ्याक्क ठाउँमा राख्नुहुन्छ। यस्तो ज्ञानी बच्चा हावाले ल आइपुग्नु भयो। स्कुलबाट आउनु पाएको छैन ल हेर्नु न ड्रेस छैन खोलिकन। ड्रेस चेन्ज गर्नु पऱ्यो नि। यस्तो छ पारा राख अब।